मिटिङमा त्यहाँ गएर गर्ने। श्री दक्षिणकाली आमाको जय होस्, किनभने शक्तिशाली दक्षिणकाली आमा यो देश विदेशमा जहाँ जति हुनुहुन्छ 14 अञ्चल 77 जिल्लाको मान्छेले दक्षिणकाली आमालाई चिन्नुहोस्। बिहान मैले कालोबोको भाकल गरेर उतिखेरमा मैले रवि लामिछानेलाई साह्रै नै पीडा पर्यो भनेर काली आमाको मन्दिरमा कालोबोको लिएर गएर मैले चाहिँ त्यहाँ छोडिदिएको छु पूजा गरेर चाहिँ रवि लामिछाने छुटुन् र रवि लामिछाने या त कसैले दियो भने दक्षिणकाली आमाले रगत छदाउनु पर्छ भन्ने हिसाबले चाहिँ मैले त्यो बोको दिएको थिएँ। कुनै पनि न्यायाधीशले अन्याय अत्याचार कुनै मचाएछन् भने काली आमा जवाफदेही हुने गरी मैले त्यो बोको दिएको थिएँ र काली आमाको शक्ति र क्रेज आज उहाँले देखाउनु भयो कि आफ्नो भावुक हाँसिकन काली आमाले आफूले काली आमाले हाँसिकन दिनुभयो। आज 38 दिन भयो मैले यो भाले पानीवाला भाकल गरेर राखेको। आज 38 दिन भयो। रवि लामिछाने छुटेपछि दिन्छु भनेको थिएँ। अब रवि लामिछाने छुट्नु भइसकेपछि यो भाले मैले आमाको थानमा म पुर्याउनु छु। सबैजना दाजुभाइ दिदीबहिनीहरू सबैले हेर्नुहोस्, यो भाले त्यतिकै होइन कि सम्पूर्ण मनदेखि हृदयदेखि मैले लिएर आएको थिएँ। कालो बोको एउटा चाहिँ घनघोर झक्की बोको एउटा खोजेर लिएर मैले आमालाई दिने बित्तिकै बिहानको बेलुका मान्छेले वर्षौँ दिन लाएर गऱ्यौँ। रवि लामिछाने छुटो छ भने कति गऱ्यौँ, कति रोयौँ, कति करायौँ, केही हुन सकेन। यो पातकी घातकी सरकारले संसार यातना दिएर डुबाएर रवि लामिछानेलाई जेलमा निर्दोषलाई दोषी बनाएर कुवारा राखेको काली आमाको शक्ति बिहान मलाई यति सपना भयो काली आमाबाट। मलाई तैँले बोको दिए अमका रवि लामिछाने तेरो रवि लामिछाने तेरो मुटुको किल्ला म फुकाइदिन्छु, मलाई कालो बोको दिए भन्न साथै मैले कालो बोको लिएर गएर आज बिहानदेखि रातारात खोजेर यतिसम्म मैले गरेको छु। काली आमाले मलाई पनि रक्षा गर्छिन् र यो देशको लागि पनि रक्षा गर्छ। यो देश अब सिंहो सगरमाथा जस्तो होस्। यो देशमा शान्ति सुरक्षा सबैमाथि महत्त्वपूर्ण तरिकाले आउन सकेको होस् भन्दै भोलि बिहान म यो भाले चाहिँ रवि लामिछाने छुटेको उपलक्ष्यमा दिन्छु भनेर भनेको थिएँ। यो भाले म भोलि बिहान पुऱ्याउँछु। यो जङ्गी भाले छ ल्याएनुहोस्, एकदम मनग्रन्थी मनले चिताए जस्तो आनन्दमयको भाले छ ल्याएनुहोस्। ल्याएनुहोस् यो भाले जस्तो भने पनि पानी खाएको छ ल्याएनुहोस्। ल यो भाले दक्षिणकाली आमाको मन्दिरमा लिएर भोलि बिहान म उहाँको मन्दिरमा उहाँको काखमा लिएर हालेर म फेरि पनि भिडियो बनाएर आउने छु। तपाईँहरूले हेर्नुहोस्, काली आमालाई कसैले पनि सानोतिनो मनले नहेर्नुहोस् है। एकदम सबैजनाले जे माग्यो त्यही पुग्छ काली आमासँग। काली आमा एकदम रक्तकाली हुनु, उनले रगत खान्छन्। कसैले दायाँ बोल्यो भने जे माग्यो त्यही पुग्ने काली आमाले गर्नुसम्म गर्नुभयो। यस्तो ज्यादाती गरेको यो देश नेपालको इतिहास नै बचाउनलाई काली आमा नै चाहियो र त्यसपछि प्लस रवि लामिछाने हुनहार यो देशको प्रधानमन्त्री हुनु भनेर यो भाले मैले उनलाई भाकल र बोका पनि दिएँ। हाँस परेवा कुखुरा पनि उडाएँ मैले, के अरे तिर्पल परेवा उडाएँ अनि परेवा फेरि उडाएँ। मैले गर्नुसम्म आफ्नो ज्यादाती जति थियो मैले भयभरको गरेँ। अब यो भाले म भोलि बिहान उहाँलाई दिन जान्छु। रवि लामिछाने यो देशको हुनहार प्रधानमन्त्री हुन् भन्दै म र कसैले पनि उनको शरीरमा रवि लामिछाने शरीरमा रोग व्याध होस्, पाप रहनुहोस्, दुःख नआओस्, सुख पाओस्, आँट कार्य